Hello, Romanian people. Yo, Barbasta, Romana, Bine. Asta, Barbasta, Romana, Bine. Comment. Da, comment. Comment. Furmus, mul, furmus. Tot comment. Da, inchales. Asta tot, Koleko, Nepal. Place Romana. Place Romana people. Place Romana Barbasta. ए यहाँ मेरो अस्तिदेखि गाडी पार्क गरेर राखेको यहीँ रहेछ आम्बो यो अस्तिदेखिको है पहिला भिडियोहरुमा नि मैले देखाइरहेको छु सो भान्जा अनि केही यसो बोल न है बोलामा बोल्दैमा के हुन्छ हाम्रो डेस्टिनेसन भनेको चाहिँ कहाँ रे ताल हामी त्यहाँ गएपछि एउटा छ तालको पानी माछी खानी भनेर एकछिन रमाइलो गर्छ ए ताल त हैन यहाँ पनि ताल रहेछ है के है फोटोसोटो हानेर हिँड्यो पर्वत भक्तपुर भरतपुर का सबै जनताहरूले जसरी घन्टीलाई भोट हाल्नु भएको थियो त्यसरी मेरो च्यानलको त्यो सब्सक्राइबरको साइडमा रहेको घन्टी बजाइदिनु होला हेलो अनि दर्शक नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल बिजी गौतम आज चाहिँ हामी यसो कहाँ जाँदैछौँ अरे भनिदिनु त हामी चाहिँ आज यो पढ्नु त्योभन्दा पहिला तपाईँको इन्ट्रोडक्सन लिन्छु म ल है स्वागत छ तपाईँलाई फर्स्ट टाइमै होला है तपाईँ आज म फर्स्ट टाइम हो अनि तपाईँलाई पनि फर्स्ट टाइमै होला उहाँ चाहिँ हाम्रो फ्यान कोरियरको एकदम मोस्ट ह्यान्डसम मान्छे है मेसी यता चाहिँ हाम्रो भान्जालाई चाहिँ अब चिनाइराख्नु पर्दैन अनि म मक्ख पर्दिएको अरे भान्जालाई चाहिँ चिनाइराख्नु पर्दैन अहिले चाहिँ हामी यो 3-4 दिन छुट्टी छ नि त रोमानियामा अनि हिजो चाहिँ उता के भन्छ अरे बुकारेस्टको यो काराङ्गासी भन्ने ठाउँमा गयो आज चाहिँ हामी आफ्नै लोकल ठाउँ है यता पोखरीतिर जाँदैछौँ हामी हाम्रो बिम्बिष्ट सर अनि यता हाम्रो भानुभक्त आचार्य ए होइन पो साँच्चै भानुभक्त पुरी उता विमल गुरुङ यता बिजी गौतम यानि कि बसन्त गौतम अनि अहिले चाहिँ यो सब सुनसान छ त के हो के भयो सब सुनसान छ त यो यहाँको लोकल फेस्टिभल विशेष भएको कारणले आज चाहिँ लकडाउन सोसर छ यसलाई रोमानियनहरूलाई चाहिँ सर्वातरे भन्छ होइन सर्वातरे भनेको सर्वातरे यो यसलाई के भन्छ This Sarvatari belongs to the Easter festival, which is reincarnation of the Jesus. नेपाली भन्नु म इङ्ग्लिस बुझ्दिनँ के भन्ने यो that's called Europa language, mix of Europa language. Romana. Not pure English, not pure Romana, not pure Nepali. Nepali, English, Romana mix. Borbest Bine. Hello, Chepas, Romana people. Chepas, Bine? Okay, Bine. Da. मिला के बुझ्नु सबैले Da. Chepas. Hello, Romanian people. Yo, Barbasta, Romana, Bine. Asta, Barbasta, Romana, Bine. Comment. Da, comment. Comment, furmus, mul, furmus. Tot comment. Da, inchales. Comment from us. Asta subscribe this channel. Asta tot, Koleko, Nepal. Place Romana. Place Romana people. Place Romana Barbasta. Limba problem आइछ लिम्बा प्रब्लम पुचिन स्टिल दा रोमाना ल्याङ्ग्वेज तबी नै ओके म अब आफ्नै ल्याङ्ग्वेजमा फर्के है के हो ठीक छ ए मैले आफ्नो गाडी सर्भिस भन्नुलाई म तपाईलाई एउटा कुरा देखाउँछु है यहाँ मेरो अस्तिदेखि गाडी पार्क गरेर राखेको यहीँ रहेछ आम्बो यो अस्तिदेखिको है पहिला भिडियोहरुमा नि मैले देखाइरहेको छु सो भान्जा अनि केही यसो बोल न है बोलामा बोल्दैमा के हुन्छ अहिले चाहिँ हामी यो हाम्रो आफ्नै लोकल कस्मो पुलिसको के अरे बाटोमा हिँडिराखेका छौँ 4 जना
मेन हाइवे पुग्यो मेन हाइवे पुग्यो हामी यहाँनिरबाट उता अब एकछिनपछि हामी टक्कै यो हल्का गाउँ 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 टाइपको होइन गाउँ गाउँ asta bodas country हाम्रो गन्तव्य भने चाहिँ आज हाम्रो कस्मो पुलिसको ब्याक साइडमा पोखरी ताल पोखरी ताल तालको पानी माछिले खाने हामीसित जाने कि नजाने आलु सबै नै आलु तालको पानी माछीले खाने आलुसित जाने कि नजाने यो त नयाँ गीत सुने त मैले त रिमिक्स तालको पानी माछीले खाने मायासित होला नि माया र प्रेम सेम हो होइन मैले आलु सुने के आलु आलु सुनेको त त्यही भएर त अनि होइन भन्छ यही है हामी बसेको चाहिँ है कस्मो पुलिसको त अब गइन्छ फेरि तालतिर गइन्छ के भनेर त्यही हो टिकटक बनाउने फोटो खिच्ने रिल्स बनाउने है छुट्टीको दिनमा रिल्याक्स त हान्नु पर्यो नि होइन चिलमा हान्नु पर्यो त्यो खुल्ला थिएन है क्यारी हो थिएन पानी ल्याउनु यसो खाजासाजा केही किन भनेको पसलहरू पुरै बन्द रहेछ ल यो त झरिसकेछ त अस्तिको है यो रहेछ अलिअलि ए म झन् यो रातो चाहिँ मजाको भएछ होइन यस्तो नटिप्नु फुल दया र धर्म भाग्दछ हो अब चाहिँ हामी हल्का यो सहरी भागबाट कन्ट्री साइड रोमानियन ल्याङ्ग्वेजमा भने यसलाई कन्ट्री साइड गाउँतिर लाग्नेलाई चाहिँ हामी चाहिँ अहिले हल्का सहर बजार साइडलाई पछि पार्दै अहिले चाहिँ हामी हल्का गाउँले टाइपको कन्ट्री साइड रोमानियन भाषामा कन्ट्री साइड भन्छ देख्न सक्नुहुन्छ तपाईँहरू अफरोड हिँड्दैछौँ अफरोड हामी अहिले अफरोडतिर लाग्दैछौँ है सो त्यहाँ गएर हामी हाम्रो डेस्टिनेसन भनेको चाहिँ कहाँ अरे ताल हामी त्यहाँ गएपछि एउटा छ तालको पानी माछीले खानी भनेर एकछिन रमाइलो गर्छ ए ताल त होइन यहाँ पनि ताल रहेछ है कि यहीँ फोटोसोटो हानेर हिँड्ने हो तालको छेउछाउमा साना साना ताल पनि हुन्छ नि त अहिले चाहिँ हामी यो के भन्छ अरे तालको नजिक आइसकेको छौँ अनि तालको नजिक आउँदाखेरि चाहिँ हामीले यहाँ दाजुहरू भेट हुनु भएको छ दाजु स्वागत छ तपाईँलाई पनि हाम्रो उहाँ दाजु चाहिँ भरतपुर होइन ए अहिले बसै चाहिँ बसै ए अम्बोइ किन लजाउनु भएको हो त्यति साह्रो अम्बोइ अनि तपाईँलाई त झन् अगाडि त 1 मिनटको हाइलाइटमा राखिदिन्छु मैले यता हेर्नु न हो के हुन्न हो दाजु अनि के छ नयाँ नौलो खबर यता हाम्रो पोखरा है तपाईँको त पर्वत के बोल्नु न यसो दाइको त काठमाडौँ होइन भक्तपुर पर्वत भक्तपुर भरतपुर कहाँ सबै जनताहरूले जसरी घन्टीलाई भोट हाल्नु भएको थियो त्यसरी मेरो च्यानलको त्यो सब्सक्राइबरको साइडमा रहेको घन्टी बजाइदिनु होला भन्न चाहन्छु 7जना आएको थियो अहिले हामी 8जना भएको छौँ होइन 7जना हिसाब कडा छ क्या दाइ मेरो अनि 8जना भयो नि त नि 1 2 3 4 5 6 7 अनि 8 मोबाइलले भिडियो खिचिरहेको छ अनि बाहिर त अब मैले भने फ्यान कोरियरको एकदम ह्यान्डसम मान्छे हो क्या कम्पनीको लागि एकदम ए यो पाइप भएको ठाउँ हो ऊ आज पार्टी रहेछ कति मजाले उडेको त्यो फुल ल अनि
ल है म नि हल्लाउँछु भान्सा ल क्या राम्रो छ यहाँ दामी देखियो ल यता हेरेर हल्लाउ नि त अनि कहाँ नि हो ए बब्बाल तर है यसरी झार्न त हुन्थेन तर यो फुल चाहिँ झार्नै पर्छ अरे यो झारेपछि बल्ल यहाँ फल लाग्छ अरे के त्यही भएर भएर चाहिँ हामीले झारेको है त्यसरी भन्दा नि यसो रमाइलो लाग्यो रमाइलो हो अब यहाँनिर यो हाम्रो नेपालतिर आरू पोखरा अनि तपाईँहरूकोतिर के भन्छ हाम्रोतिर चाहिँ भन्छ आरू पोखरा नभएर हाम्रो चाहिँ के भन्छ? ठुल्ठुलो हुन्छ नि बखडा आरू बखडा आरू हो सेम त्यस्तै हो तर यो चाहिँ एकदम चेरी जस्तो सानो हुन्छ आल्चा यो चाहिँ एकदम सानो चेरी जस्तो हुन्छ है अहिले चाहिँ हामी बसेको इल्फोस कस्मोपोलिसबाट हल्का पर साइडमा आएर चाहिँ भिडियोहरू बनाउँदैछौँ यता पारिपट्टि हाइवे हो यो हल्का गाउँले बस्ती छ अनि अस्ति नै एउटा भिडियोमा मैले तपाईँहरूलाई देखाएको थिएँ यहाँनिर फार्म पनि थियो होइन यहाँ फार्म थियो अहिले चाहिँ यहाँबाट उठाएर अर्कै ठाउँमा सिफ्ट गरेको छ अहिले छैन यहाँ तर यहाँ साह्रो रमाइलो ठाउँ छ होइन पोखरी छ तल वरिपरि टक्क ठाउँ ठाउँ गाउँले पाराको घरहरू अनि त्यसपछि फुल फुलेको छ हरियाली छ शान्त वातावरण मन्द चाहिँ हावा अनि घाम पनि मन्द लागेको छ एकदम आनन्द छ यहाँ हाम्रो चाहिँ नेपालको अलिकति माथि हिमाली भन्दा पनि पहाडी भेगतिर गएर चाहिँ डाँडामा बसेर सुस्केर हाल्दै होइन हावा चाहिँ खाँदै मजाले आनन्द लिएर बसेको जस्तै फिल आउँछ यहाँ यस रमाइलो छ यहाँ एकदम हेर्नुहोस् त यहाँ हरेक रङ्गी बिरङ्गी फुलहरू फुल्या छन् भुइँतिर जस्तै हामी अब नेपालमा अब रोमानी आएपछि कहिले काहीँ यस्तो तपाईँहरूलाई वाक्क लाग्यो टेन्सन लाग्यो फ्रेस हुन मन छ अरे यस्तै ठाउँहरू टन्नै छ रोमानियामा होइन तपाईँहरू यस्तो ठाउँमा आउनुहोस् तपाईँहरूलाई नेपालको जस्तो फिल हुनेछ भाइब हुनेछ आनन्द हुनेछ फ्रेस हुनेछ कि सधैँभरि काम कोठा काम ड्युटी होइन त्यो मात्रै नभएर यसो छुट्टीको दिनमा आधा एक घन्टा भए पनि रुमबाट बाहिर आएर फ्रेस भएर एकान्तमा बस्नुभयो भने तपाईँहरूको मोड एकदम फ्रेस हुन्छ पुलिसमा बस्नेहरू सबै यहाँ आउँदो रहेछ क्या नेपाली श्रीलङ्के बङ्गाली रोमानी सबै आउँछ ए कस्मो पुलिसमा बस्छ नि नेपाली सबै केटाकेटी सब यो ठाउँ त आज फुल छ त के हो मान्छेहरू आउने क्रम पनि जारी छ उता परबाट नि आउँदै हुन्छ सबैजना अनि कहाँ हान्नुभयो त नि अनि हात लाग्यो यहाँ यो यहाँ बन्दै गरेको चर्च हाम्रो यो ठाउँ त एकदम बिजी चुलो हल्लिँदो रहेछ कि फेरि यो जुम गऱ्यो भने यस्तो हल्लिन्छ क्या त्यही भएर चाहिँ तिनीहरू नेपाली ग्याङ त होइन पक्कै तिनीहरू मैले फेस मान्छेहरू चाहिँ एभरेजमा बढी नै बाँच्छ यहाँ काम गर्ने मान्छेहरू किनकि पहिला हामी आउँदाखेरि 70-80 वर्षको नि थियो काम गर्नेहरू थियो त अन्त बबीहरू 70 वर्ष मिहाइला नै कष्टमा बसेको माहिला भनेको मिहाइलाको त लुती छैन सेफा भएर हुन्छ नि अहिले नयाँ ए त्यो बेलामा वाकी टकी लिएर हिँडी 55 वर्ष त्यो मोमेन्टमा चाहिँ त्यसको एटिट्युड हेर्नुपर्छ अनि परफर्म खाइयो कुन चाहिँ मियाइला हो यता हेरौँ न फेरि हाम्रो अर्कै ग्रुप हेलो गाइज के छ चेपास भाइ
इन्जोय 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 मोल्तै केटाहरू टक्क उता ल्या आएर यहाँनिर सिलमा सड्काउँदै हिँड्ने यहाँ यस्तो अब हाम्रो चाहिँ कहाँ हो हामी चाहिँ डेस्टिनेसन पनि ओके अहेड अगाडि एक दिन यस्तो ग्रुप मिलेर हामी पनि यस्तो पोल मासु सासु ल्याएर पोलेर होइन त्यसको लागि त अगाडि नै आउनुपर्छ ठाउँ कप जान्नलाई त त्यो त पर्यो न त यहाँ त जहिले यस्तै अब त बिजी यो तर किन आज पानी माथि माथि छ भन्छ पानीको लेभल बढेको पर खोलेको छैन कि हो खोलेन होला खोलेन होला पानीको लेभल बढेको छ यसलाई त यो किनारको त्यहाँदेखि यहाँसम्म त यस्तो त बेन्चहरू राखेर है एउटा पिकनिक स्पोट बनाए पनि हुने यहाँ देख्छ यो पनि बिस्तारै बिस्तारै तर यो बनायो भने यो घरहरू बनाउँछ बनाउँछ होला तिनीहरू यहाँको मेयरलाई म फोन हानौँ त दाइ बिजी होला कि आज 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 बिदा भनेपछि म कुरा राख्छु न तिर्नु टक्क यो पानीको यो छेउछाउमा चाहिँ एउटा टक्क कति मिटरको फरकमा कुर्ची राख्दा ठिक होला 3 मिटरको फरकमा होइन उता नि नभन्दै प्याक रहेछ आज हामी डुलेको डुलै हुने भयो स्पोट नभएर बस्ने ठाउँ नभेटेर आज हामी डुलेको डुलै हुने भयो साह्रो खोल्यो पोल्छ नि कालो ज्याकेटले त मान्छे कालो तिमीले पनि कालो मन त कसैलाई देखाएको यो गुराबको अर्को तरिकाले आइन्छ नि केही सम्म उता नि प्याक रहेछ फेरि सबै माथि त्यहाँ सिमेन्टको छ नि त पर्छ त्यहाँ पनि फुल रहेछ यो त अझ राम्रो रहेछ त है राम्रो फुल्यो अझ राम्रो थियो अझ यो यहाँ ठिक हुन्छ अझ रमाइलो हुन्छ कि है हामीले चाहिँ आज बस्ने ठाउँ नपाइएला जस्तो छ है कति धेरै मान्छे हो आज त हामी यो पहिला यो तालको छेउछाउमा है यति धेरै मान्छेहरू त रोमानियन इन्डियन नेपाली सब छुट्टी मनाउन आएको होइन सो हामी पनि आएको ठाउँ नपाएर हामी वहाँबाट हिँड्दै हिँड्दै पर यो ठाउँमा आएको छौँ नि यता नि ताल छ यता नि ताल छ है तपाईँहरूले देख्न सक्नुहुन्छ यो ताल आमा यो खोला हो कि ताल हो कि के हो यस खोलै होला अब दामी रहेछ यहाँनिर फुलहरू फुल्या रहेछ छेउछाउमा बोइ अब यहाँबाट कहाँ जाने यहीँ अब हाम्रो इन्डिङ पोइन्ट यहीँ होला जस्तो छ होइन तर यहाँ यो ठाउँमा आएर चाहिँ हामीले एकदम मनोरञ्जन लिइरहेको छौँ है तपाईँले एकदम राम्रो छ मैले यही भएर कस्तो रहेछ भने हेर्न आएको कस्तो जाम हो जाम जाम कहाँ जाम आउने अनि आएर फेरि जाम जाम त्यस्तो भन्न पाइन्न नि भन्छ ल फुल टिप त ल कानमा सिउर्यो कडा देख्यो त भान्जालाई त है पारा अब्बोई के हो खै कतै लागेन छेउमै लानेहरू मैले देखेँ भयो कसम त्यो कारलाई च्याप्प समातेर नि यस्तो गरेर यो तालमा फालिदिन्थ्यो कि देखिन यार अब मैले लाउँछु ल फुल अब फुल लाएर हामीले गर्नुपर्छ पारा यो फुल लाएको देखेर छक्क हुन्छ दुनियाँ सारा अब के गर्नु लाग्छ हौ जुम गर्नु लाग्यो फुल स्पेसल मान्छेलाई टक्क लाएर फेरि आएका पक्का हाम्रो अन्त टेन्सन नि है तर आफ्नो सुरक्षा आफै गरौँ है यहाँ कसैले गरिदिँदैन
तिमी फेरि हाँसेको बोल न बोल के चेरिका अब म टक्क लाएर एउटा दुइटा फोटो हान्नु पऱ्यो अनि टिकटक बनाउनु पऱ्यो टिकटक चाहिँ मेरो भान्जाले बनाइदिन्छ फोटो पनि बनाइदिन्छ है यस्तो टक्क लाएर यहाँ भान्जाले फेरि यो जुम गर्न लगाएको लाइक गरेर फेरि आम्बो है त ल है त म अब टिकटक फोटो बनाउँछु है फेरि पछि बनाएर भएपछि ब्याक हुँदैछ है त फेरि हेलो गाइज अनि के छ हो अहिले ट्याक्क हामीले फोटोसोटो खिचेर टिकटक बनाएर है रिल्स बनाएर भ्याइयो है अहिले चाहिँ हामी रुमतिर फर्किन लाग्यो है कि होइन अब हामी रुमतिर जाँदैछौँ हामीले जुन ठाउँमा भनेर आज आएका थियौँ त्यो ठाउँमा चाहिँ आज अलिक भिडभाड र धेरै प्याक रहेछ हामीले जग्गा पाए ठाउँ पाएनौँ अनि त्यो भएर अलिक पर गएर यसो रिलसिल बनाएर फर्किँदैछौँ हामी फोटोसोटो रिलसिल बनाएर फर्किँदैछौँ हामी चाहिँ है अब भिडियो जस्तो सुकै भए पनि यसो माया गरेर हेरिदिनु होला तपाईँहरूले भन्न चाहन्छु है अनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला है लाइक सेयर कमेन्ट पनि गरिदिनु होला भन्न चाहन्छु है आजको भिडियो चाहिँ यति नै होला है आजको भिडियो यति नै फेरि अर्कोचोटि समय मिलाएर अर्कोचोटि सुन्नु छ समय मिलाएर टक्क मासु सासु पोल्ने गरेर टक्क हुन्छ नि टक्क साथीभाइ मिलेर आएर चाहिँ त्यहाँ ठ्याक्क ठाउँमा अड्डा जमाइसक्नुपर्ने हुन्छ हामीले किन भन्दाखेरि अब यो गर्मी लागेदेखि यो खोलाको किनारहरू लास्ट फुल हुन्छ क्या रोमानियामा चाहिँ अनि हामी बसेको इल्फो है सो इल्फो नै होइन इल्फो कस्मोपोलिसको पारिपट्टि तुनारी सो यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ है इल्फो तुनारी कस्मोपोलिस सो खासै केही हामीले यो पकाउने चाहिँ गरेन त्यसै हामी ऱ्यान्डम डुल्नलाई चाहिँ आएको थियौँ है सो आजको भिडियो यति नै है अनि हाम्रो भानु सरले चाहिँ के भन्नुहुन्छ त यसबारेमा अब जसले नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ यो च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला बिजी गौतम र जो पुरानो हुन्छ उहाँहरूले लाइक कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला धन्यवाद भने जे सोचेर आएको त भएन है आज अलिक त्यस्तो नभए तापनि हामी फुल इन्जोय गरेर फर्किनेछौँ अब यो कस्मोपोलिस एरियामा चाहिँ नेपालीहरूले धेरै इन्जोय गरिरहेको छ खुसी छौँ होइन है यति भन्दै मेरो 2 शब्द यहीँ भान्जा आऊ न केही भन यार अब त बोल तिमी त इन्डिङमा बोल्ने हो नि त हिरोको पाल लास्टमा आउँछ नि त अनि ल के अरे रमाइलो भयो आजको घुमघाम होइन तर भने जस्तो भएन है भने जस्तो भएन गा त सो मैले पनि गा त है त ल